नेपालको वास्तविक परीक्षा सुपर 6 मा हुनेछ। नेपालले समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको थियो। सुपर 6 मा अझ बलिया टोली हुने भएकोले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर 6 मा हुनेछ। ओमानमा भइरहेको आइसिसी टी20 विश्वकप एसिया एन्ड एसिया पेसिफिक छनौटको समूह चरणको खेल सकिएको छ र सुपर 6 मा पुग्ने 6 टिम र सुपर 6 को खेल समीकरण पनि टुङ्गो लागिसकेको छ। छनौटमा 9 टिम सहभागी भएकोमा 3 टिम पहिलो चरणबाटै बाहिरिएका छन्। दोस्रो चरणमा पुगेका 6 टिमबाट शीर्ष 3 टोली अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकपमा छनौट हुनेछन्। अब त्यो होडका लागि 6 टिम बाँकी छन्। आयोजक ओमान सहित नेपाल, युएई, कतार, जापान र समाओले सुपर 6 मा स्थान सुरक्षित गर्दै टी20 विश्वकप पुग्ने सम्भावना बाँकी नै राखेका छन्। यसअघि टी20 विश्वकप खेलिसकेका पपुवा न्युगिनीसँगै कुवेत र मलेसिया भन्ने पहिलो चरणबाटै बाहिरिएका छन्। समूह चरणमा समाओले पपुवा न्युगिनीलाई हराउनु, कतारले मलेसियालाई हराउनु अनि जापानले कुवेतलाई हराउनु केही सरप्राइज नतिजाको रूपमा आयो। त्यसैले सुपर 6 का खेलहरू अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ। समूह चरणमा 3 टिम मात्र भएकोले सबैले 2-2 खेल मात्र खेल्न पाए। तर सुपर 6 मा अब हरेक टिमले 4 खेल खेल्नु पर्नेछ। यस्तोमा अब वास्तविक परीक्षा सुपर 6 मा देखिनेछ। नेपालले समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको थियो। सुपर 6 मा अझ बलिया टोली हुने भएकाले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर 6 मा हुनेछ। समूह चरणमा अपराजित रहेका नेपाल, युएई र ओमानसँग सुपर 6 मा खेल्नु अघि नै 2-2 अङ्क हुनेछ। बाँकी 3 टिमसँग कुनै अङ्क हुने छैन। यस्तोमा यी 3 टिमलाई 2 अङ्कको फाइदा छ। तर अब हुने हरेक खेलहरू उत्तिकै महत्त्वपूर्ण हुनेछ। सुपर 6 मा नेपालले समूह ए बाट आएका युएई र कतार तथा समूह बी बाट आएका ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ। युएई र ओमान नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी हुन्। यस्तै कतारसँग पनि नेपालले यसअघि खेलिसकेको छ। सुपर 6 मा हरेक टिमले आफ्नो समूह बाहेक अन्य 2 समूहको टिमसँग खेल्नेछ। जस अनुसार नेपालले सुपर 6 मा आफ्नो पहिलो खेल आइतबार युएईसँग खेल्नेछ। यस्तै दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ। त्यसपछि नेपालले तेस्रो खेल ओमानसँग बुधबार खेल्नेछ भने सुपर 6 को अन्तिम खेल शुक्रबार खेल्नेछ। यी 4 खेलको नतिजापछि नेपालले टी20 विश्वकपमा स्थान बनाउने नबनाउने टुङ्गो लाग्नेछ। अब प्रतीक्षा सुपर 6 को खेलको रहेको छ। अबको 1 साताभित्रै टी20 विश्वकप पुग्ने 3 वटै टिमको टुङ्गो लाग्नेछ। नेपालका लागि चुनौती। नेपाल सुपर 6 मा खेल्ने मध्ये बलियो टिमहरू युएई र ओमान नै हुन्। बाँकी 2 टिम पनि समूह चरणमा राम्रो प्रदर्शन गरेर आएकाले कमजोर लिन मिल्दैन। त्यसमा पनि सुपर 6 को पहिलो खेल नै नेपालले युएईसँग खेल्ने भएकाले अहिले यो खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। यस खेलमा जित हारको नतिजाले पनि नेपालको आगामी खेलमा प्रभाव पार्न सक्छ। त्यसैले सुरुमा नेपाली टिमको पहिलो प्राथमिकता भनेकै युएई विरुद्ध जित निकाल्नु हुनेछ। ओमानी मैदानमा नेपालको नतिजा खासै राम्रो छैन। त्यसमा पनि युएई विरुद्ध नेपालको विगतमा राम्रो छैन। नेपालले युएईसँग ओमानमा खेलेको 3 वटै टी20 अन्तर्राष्ट्रिय खेलमा हार बेहोरेको छ। त्यसैले युएई विरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण हुनेछ। सन् 2022 मा ओमानमै भएको टी20 विश्वकप छनौटमा नेपाल युएईसँग पराजित हुँदा विश्वकपमा छनौट हुन असफल भएको थियो। त्यसबेला सेमिफाइनलमा नेपाल युएईसँग 68 रनले पराजित भएको थियो। त्यसअघि भएको 4 देशीय सिरिजमा नेपाल युएईसँग 25 रनले पराजित भएको थियो।
यस्तै पछिल्लो पटक सन् 2024मा भएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पनि नेपाल युएईसँगै पराजित भएको थियो। एसिया कपको छनौटको रूपमा समेत रहेको उक्त सेमिफाइनलमा नेपाल युएईसँग 6 विकेटले पराजित भएको थियो। यस पटक नेपाली टिमको लय राम्रो रहेको र टिम सन्तुलित रहेकोले युएईलाई हराउन सक्ने विश्वास छ, तर वास्तविक परीक्षा भने मैदानमा देखिनेछ। यस्तै युएईले पनि पछिल्लो समय राम्रो खेलिरहेको छ र एसिया कप समेत खेलेको थियो। जापानलाई हराएपछि कप्तान रोहितले पनि युएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रूपमा लिने बताए। युएई यो टुर्नामेन्टको बेस्ट टिम मध्ये एक हो। हामी विपक्षीको रूपमा हेरेका छौँ। यदि हामीले हाम्रो बेसिस र स्ट्यान्डर्ड अनुसार खेल्यौँ भने हामीले जित्न सक्छौँ। रोहितले भने मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि हाम्रो स्ट्रेन्थमा फोकस गर्नेछौँ। यस्तै घरेलु टोली ओमानसँग भने नेपालको विगतको नतिजा राम्रो छ, तर ओमान घरेलु मैदानमा खेल्दै गरेकोले उसलाई फाइदा हुनेछ। अहिलेसम्म नेपाल र ओमान 4 पटक भिड्दा नेपालले 3 खेल जितेको छ भने ओमानले 1 खेल मात्र जितेको छ। यसबाहेक कतार र समाउले पनि समूह चरणमा सरप्राइज नतिजा निकालेकोले सुपर 6मा नेपालको लागि चुनौती हुनेछ। न्युजिल्यान्डका पूर्व स्टार खेलाडी रस टेलरलाई समावेश गर्दै छनौट खेल्न गएको समाओले समूह चरणमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने घरेलु टोली ओमानलाई पनि टक्कर दिएको थियो। यस्तै कतारसँग नेपालको नतिजा मिश्रित छ भने ओमानमा भएको खेलमा नेपालले कतारलाई पराजित गरेको थियो। सन् 2019मा मलेसियामा भएको T20 विश्वकप एसिया छनौटमा नेपाल कतारसँग पराजित भएको थियो। सन् 2024मा ओमानमा भएको एसिसी प्रिमियर कप र सन् 2025मा हङकङमा भएको 4 देशीय सिरिजमा भने नेपालले कतारलाई हराएको थियो। नेपालको विश्वकप छनौट हुने सम्भावना कस्तो छ? तपाईहरू कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोला।